गुड मर्निङ दर्शन, नमस्ते, वेलकम छ। म चाहिँ आज बौद्धतिर घुम्दैछु। स्वागत छ मेरो न्यू ब्लगमा तपाईँहरूलाई। आज हामी बौद्धतिर घुम्दैछौँ। आज चाहिँ कुर्ने परेकोले सुपोतीहरू घरमा बिहानी भाग्दै आएको छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। हामी बौद्ध परिक्रमको क्रममै छौँ। आज पुर्णे भएर चाहिँ धेरै मान्छेहरूको भिडभाड छ। भिडियोलाई कस्तो लाग्छ अन्तिमसम्म हेरेर साथ दिनु होला। बौद्ध स्तूप एकदम झिलिमिली पारेको छ। यो बौद्ध चाहिँ आज चाहिँ पुर्णे भएर बौद्ध क्षुर्तेन घुम्नको निमित्त पनि धेरै मनोकांक्षाहरू र मनमा एकदम शान्ति आउने गर्दछ। यहाँ घुम्नको छुट्टै मजा र रमाइलो छ। यहाँ एकदम आनन्द मन हुन्छ। यहाँ चाहिँ सबैजना घुमघाम मर्निङ टाइममा र इभिनिङ टाइममा चाहिँ धेरै श्रद्धालु भक्तजनहरू चाहिँ घुम्ने गर्दछ। यो क्षेत्र पर्यटकीय क्षेत्र भएर नै धेरै पर्यटकीयहरू नै आउने गर्दछ। यो चाहिँ काठमाडौँको मुटुमा भएको कारण पनि यहाँ पर्यटकहरू धेरै आउने गर्दछ र यो क्षेत्रलाई चाहिँ एकदम स्वच्छ वातावरणीय क्षेत्र नै मानिन्छ। र हामी यहाँ परिक्रमको क्रममा छौँ। 5 करोड लगाइसकेको छ। 5 चोटि घुमेर चाहिँ हामी 7 चोटि पुर्याउने छौँ आजलाई, आजको दिन। भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेरेर साथ दिनु होला। तपाईँहरूलाई देखाउने नै छु, अन्तिमसम्म साथ दिनु होला। एकदम भिडभाड गइसकेको छ। यो चाहिँ अहिले 8 बजिसकेको छ। मर्निङको 8 बज्न लागिसकेको छ। तपाईहरुलाई यो बौद्ध स्तूपको बारेमा छोटो जानकारी पनि दिन चाहे। र यो बौद्ध स्तूप नेपाली बौद्ध र नेवारीमा खस्ती चैत्रे भन्दछ र यसलाई तिब्बती भाषामा चाहिँ जारुङ खस्योर भनिन्छ, जसलाई खस्ती चैत्रे वा खास चैत्रे पनि भनिन्छ। काठमाडौँको बौद्धमा अवस्थित एक प्रसिद्ध स्तूप र महत्त्वपूर्ण आध्यात्मिक स्थल हो। यसलाई सबै बुद्धहरूले प्रबुद्ध मन इनलाइटेन माइन्डको रूपमा मानिन्छ। काठमाडौँ उपत्यकाको उत्तर पूर्वी भागमा धान खेतहरूले घेरिएको स्थलमा निर्माण गरिएकोले यस स्तूप तिब्बती बौद्ध धर्मको उत्पत्ति आधारमा मानिन्छ। यो विभिन्न पवित्र पदार्थहरूले भरिएको छ र यसको विशाल मण्डलका कारणले नेपालकै सबैभन्दा ठुलो गोलकार स्तूप र विश्वका ठुला स्तूपमध्ये एक हो। यो चाहिँ सन् 1979 मा बौद्ध स्तूपलाई युनेस्कोको विश्व सम्पदा सूचीमा
विस्तृत गरिएको थियो र यस क्षेत्रमा चाहिँ धेरै पर्यटक आगमन गर्ने गरिन्छ र बुद्ध धर्मावलम्बीहरूले चाहिँ धेरै विश्वास माने हुनाले सबै बिहान बेलुका यसरी नै माने घुमेर चाहिँ पुण्य लाभ गरिने गरिन्छ। यहाँ चाहिँ विभिन्न जात जातिका मान्छेहरू नै घुम्न आइन्छ। बुद्धिस्ट मात्र नभएर हिन्दूहरू पनि सबै हिन्दू मुस्लिम क्रिस्चियन सबै यो चाहिँ परिक्रमण गरिने गरिन्छ। यो चाहिँ विश्व सूचीमा रहेको कारण यस स्थल चाहिँ धेरै प्रख्यात तर एकदम चिनारी भएको छ। देख्न सक्नुहुनेछ तपाईहरु। गाइड हामी चाहिँ अब बौद्ध घुमेर पनि हामी चाहिँ यता चक्रपथतिर